निहाओ सदा चाहिँ आज पनि चाइनिजको धेरै परिकार मध्ये पर्ने एक जिन्जर क्यान्डी यसलाई माउथ फ्रेसको तरिकाले बनाउँछु। नमस्कार, मेरो नाम शेफ मनबहादुर तामाङ। आज हामी जिन्जर क्यान्डी बनाउँछौँ। टुडे वी आर गोइङ टु मेक अ जिन्जर क्यान्डी। इट्स डेलिसियस, फ्रेस, स्वीट एन्ड स्पाइसी टेस्ट मेड फ्रम फ्रेस जिन्जर। थ्याङ्क यू भेरी मच। यसलाई चाहिँ हामीले पातलो स्लाइसमा काट्नुपर्ने हुन्छ। यतिको स्लाइसमा काट्ने है, अनि मात्रै हामी जिन्जर क्यान्डी बनाउन सक्छ। र हामीले चाहिँ यतिको थिन स्लाइसमा काट्नुपर्ने हुन्छ। अनि यसलाई चाहिँ हामीले अहिले पकाउन देखाउन गइरहेछु, त्यतिखेर तपाईँहरू ध्यान दिएर हेर्नु होला है। ट्याक्क लगाएर जिन्जर क्यान्डी बनाउँदा जिन्जर स्लाइस यसरी काट्नुपर्ने हुन्छ हामीले। अनि चिनी चाहियो, अनि चिनी हाल्ने, यसलाई टच गर्ने। ल अब हामी पहिला चाहिँ चिनी हाल्नुपर्ने हुन्छ। सरर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 
त्यसपछि हामीले अदुवालाई हाल्नुपर्ने हुन्छ। यस्तो गरे चर्लक्क हाल्नुहोस् अनि त्यसपछि चलाउने। ल 4 सेकेन्डभित्र यो रेडी हुन्छ है। अब हेर्नुहोस् यसरी मेल्ट हुँदै जानुपर्छ होइन। यसलाई चाहिँ अलि बाक्लो हुँदै गयो, सुक्दै गयो, त्यसपछि यसरी फ्लिप गर्दै जानुपर्छ यसरी है। जबसम्म यो फ्लिप हुँदैन तबसम्म चाहिँ राम्रो बन्दैन। यसरी चाहिँ फ्लिप हुनु पर्यो। अब चाहिँ धेर टाइम लाग्दैन हामीलाई। हुन तयार हुन लागिसकेको छ। यतिको फ्लिप गर्दै बस्ने। रोयो अन्तिम चरणमा गइसकेपछि भइसक्यो रेडी। अब यसलाई चाहिँ थोरै हामीले ड्राई गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् है, यस्तो गरेर चाहिँ रेडी। ट्याक्क एक ठाउँमा राख्ने यसरी। ल अब चाहिँ हाम्रो क्यान्डी रेडी भयो। हेर्नुहोस् ट्याक्कलाई। ल यसरी नै ड्राई भइसकेपछि चाहिँ हामीले यसले चाहिँ सर्भ गर्न सकिन्छ। ट्याक्क यसरी हाल्ने है। अनि यो माउथ फ्रेसको लागि एकदम राम्रो। बसमा चढ्दा, गाडीमा चढ्दा, घोडामा चढ्दा या कुनै प्लेनमा, ट्रेनमा जहाँ जाँदा सवारी गर्दाखेरि तपाईँहरूले चाहिँ यसरी खान सक्नुहुन्छ। यसलाई चाहिँ हामीले जिन्जर क्यान्डी भन्ने गरिन्छ। एकदम फ्रेस छ, फ्रेस जिन्जरबाट बनाएको हो। ट्याक्क नै यस्तो यहाँ